ड्राइभर दाइकी सेक्सी बुढी चिकेको कथा। मेरो घर अगाडिको घर केही वर्षदेखि खाली थियो, त्यसैले मेरो बाबाको टाढाको भान्जा भान्जी पर्नेलाई त्यहाँ बस्न बोलाउनु भयो। बाबाको भान्जा उमेर त्यस्तै 28-29 थियो होला, भान्जी बुहारीको उमेर 24-25। म दाजु भाउजू भन्थे, साथमा एउटा बच्चा पनि थियो। दाइको गाडी रहेछ, गाडी लिएर रिजर्भ हिँडेपछि 3-4 घर आउँदैन रहेछन्, कहिले हप्ता दिन पनि आउँदैन रहेछन्। यता आएको 5 दिनमै दाइ 3 दिनको लागि गाडी लिएर जानु पर्ने भयो। नयाँ ठाउँ भएकाले भाउजू आफ्नो घरमा एक्लै सुत्न डराउनु भएछ र दाइले बाबालाई भन्नु भएछ। बाबाले मलाई भाउजूको साथी जा सुत्न भन्नुभयो। म खुसी भए। म जस्तो बोकालाई आइमाई सक सुत्न जा भन्दा खुसी नहुने त कुरै भएन नि। मैले भाउजू कसरी बजाउन पाइन्छ भन्ने प्लान बनाउँदै घरतिर लागे। भाउजूले ढोका खोलिराख्नु भएको रहेछ। भाउजूलाई मेरो मम्मी आउनुहुन्छ जस्तो लागेको रहेछ, तर तिमी आएछौ भन्नुभयो र मुसुक्क हाँस्नुभयो। म पनि हाँसेर भाइलाई सोधे, भाइ अघि नै सुतेको कुरा भन्नुभयो। हामी पनि सुत्न गयौं। भाउजूलाई डर लाग्ने भएकोले म पनि भाउजूकै रुममा तर अर्कै पलङमा सुत्नु भन्नुभयो। तराईको ठाउँ धेरै लामखुट्टे लाग्ने गर्थ्यो, तर म सुत्ने पलङमा भने जुल थिएन, त्यसैले म लामखुट्टेले गर्दा निदाउन सकिरहेको थिएन। भाउजू पनि सुतेकी थिएनन्। म सुत्न नसकेको देखेर भाउजूले आफ्नै पलङमा बोलाउनु भयो। के खोज्छस् कानो आँखो भने जस्तै भाउजूले बोलाउँदा मलाई मनमा खुसीको तरङ्ग जाग्यो। भर्खर चिन्जान भएकी भाउजू कस्तो चालमाल हो नथाहा पाएको हुनाले म लुरुक्क गएर उनकै खाटको छेउमा सुते। केही बेरमै मेरो आँखा लागेछ। एकछिनपछि मलाई कसैले चलाए जस्तो लाग्न थाल्यो र मेरो आँखा खुल्यो। भाउजूका हात मेरो शरीरमा सलाब्लाइरहेका थिए। म पनि खुसी भए। मैले पनि निन्द्राकै चालमा भाउजू माथि हात राखे। मैले हात राखेपछि भाउजूले आफ्नो हात मबाट हटाउनु भयो र मेरो हात आफ्नो बुब्समा राखिदिनु भयो। भाउजूको शरीरको कोमल स्पर्शले म उत्तेजित भए। मैले बुब्स खेलाए। भाउजूलाई के भयो कुन्नी भाउजूले त मेरो हात समातेर झन् मजाले आफ्नो बुबु दबाउन थाल्नुभयो। मैले पनि भाउजूले गरे जस्तै गरी समाउन थाले। भाउनु आहा आहा मजाले समात भन्दै आफ्नो हातले मेरो लाडो चलाउन थाल्नुभयो। मैले पनि भाउजूको पुतीमा हात पुर्याए। भाउजूको पुती च्याप च्याप भएको थियो। निकै बेर भाउजूको पुती खेलाइदिएपछि भाउजूले मेरो सबै लुगा खोलेर मेरो लाडो चुस्नुभयो। मैले भाउजूको पुतीमा औँला हाल्दै निकाल्दै गर्न थाले। भाउजूको पुतीको पानी मेरो औँलामा लाग्थ्यो र त्यही औँला म भाउजूको मुखमा चुसाइदिन्थे। भाउजूको आवाजले मलाई झन् प्रेरणा मिल्थ्यो। म कहिले छिटो छिटो औँलाभित्र बाहिर गर्दिन्थे भने कहिले बिस्तारै गर्दिनथे। त्यो रात हामीले एकअर्कालाई चलाएरै बितायौं। भोलिपल्ट बिहान 5 बजे उठेर म घर आए पनि मेरो सबै ध्यान भाउजूमै केन्द्रित थियो। भाउजूले निकाल्नु भएको मन्द र सुमधुर आवाज मेरो कानमा गुन्जिरहेको थियो। भाउजूको पुतीको बास्नाले मलाई मत्याइरहेको थियो। घरको काम धन्दा सकेर म फेरि भाउजूकोमै जाने भए। दिउँसो कसैले देख्छन् कि भन्ने डर पनि थियो, तर उत्तेजनाको अगाडि डरको केही लागेन। भाउजूको मुलायम दूर धको पोका मारेर भए नि आउँछु, अहिले रातिको त मेरै माल हो भन्ने सोचले भाइ स्कुल जाने बित्तिकै म भाउजूकोमा पुगे। भाउजू किचनमा काम गर्दै हुन्थ्यो। भाउजूले ब्रय र पेन्टी नलाएको कुरा पछाडिबाटै थाहा हुन्थ्यो। भाउजूको चाक सुरुवालबाटै प्रष्ट देखिन्थ्यो। मलाई खपी नसक्नुभयो र सिधै गएर चाक समाते। भाउजू कराउन खोज्नुभयो, तर म भन्ने चिनेर कराउनु भएन। भाउजूलाई पिछाडिबाटै मेरो लाडो भाउजूको चाकमा दलिदिएर हातले पोका समाउन थाले। अहिलेसम्म भाउजू आफ्नै काम गर्दै हुन्थ्यो। भाउजूलाई उचालेर मैले डेनिङ टेबलमा मतिर फर्काएर बसाएर ढोका लगाए। मजाले किस्सा गर्न थाले। भाउजूले पनि मलाई पुरै साथ दिनु भएको थियो। भाउजूले आफ्नो 2 खुट्टाले कसेर मलाई बाग्नु भएको थियो। भाउजूको दूर धको पोकाहरू मेरो छातीमा टाँसेर किस गर्नुको मजा नै बेग्लै थियो। केही समयको किसपछि मैले बोकेरै किस गर्दै भाउजूलाई रुमसम्म लगी भाउजूको लुगा खोलिदिए। भाउजूले पनि मेरो पेन्टको बटम खोलिदिनु भयो।
मैले पेन्टिन लगाएकोले मेरो लामो र मोटो लाडो हावामा झुन्डिएको देखेर भाउजू खुसी हुँदै चुस्न थाल्नुभयो। अहिलेको चुसाइको बेग्लै अनुभव थियो। भाउजूको मुखमा मेरो पुरै लाडो भने मेरो मुखबाट आउम जस्ता आनन्दका आवाजहरू निस्किरहेका थिए। भाउजू घरिघरि मेरो अनुहारतिर हेर्दै चुस्नुहुन्थ्यो। मेरो गेडालाई पनि पुरै चुस्दिनुभयो। केही समयको चुसाइपछि हामी एक अर्काको चाख्ने र चुस्ने गर्न थाल्यौं। भाउजूको पुग्ती पुरै भिगेको थियो। पुग्ती चाख्दा एक किसिमको आनन्दको स्वाद पनि आउँथ्यो। मैले भाउजूको पुग्तीको पानी मुखभरि लिएर भाउजूलाई नै पुग्तीको स्वाद चखाइदिए। केही समयपछि भाउजूले अब लाडो छिराउ भन्नुभयो। म खाटबाट ओर्ले अनि भाउजूको दुईटै खुट्टा मेरो काँधमा राखेर दरोसक झट्का दिए। भाउजूको पुग्ती चिप्लो भएकोले एकचोटीमै मेरो लाडो त छिर्यो, तर लाडोले भाउजूको सातो लियो। भाउजूले अलिक ठूलै नै आवाज निकाल्नुभयो। मेरो राजा अलिक बिस्तारै गर्नु भन्नुभयो, तर मैले झट्का दिन छोडिन। भाउजू आइया बिस्तारै चिक आउम मजा आयो आइया मरे बिस्तारै जस्तो आवाज निकाल्नुहुन्थ्यो। केही समयको चिक्काइपछि हामीले पोजिसन चेन्ज गर्यौं। अहिले भाउजू म माथि बस्नु भएको थियो र म तलबाट धक्का दिइरहेको थिएँ। भाउजू राजा अझै भित्रसम्म अझै भन्दै हुनुहुन्थ्यो। 20-25 को चिकाइपछि म गलेर भाउजूलाई चुस्दिनु भने। भाउजूले चाक हल्लाउँदै तल माथि गर्न थाल्नुभयो। भाइले झार्ने संकेत दिएपछि म जुरुक्क फटाफट उठेर सबै माल भाउजूको मुखमै झार्दे। भाउजूले घिन मान्दै मुखभित्रको सबै माल थुक्नुभयो र हामी सबै नाच्दै सुत्यौं। सुतेको बेला दाइले भाउजूलाई चिक्ने तर नखेलाई चिक्ने र छिटै झर्ने भएकोले मजा नआउने कुरा मलाई भन्नुभयो र भरे बेलुका पनि आउनु भनेर निमन्त्रणा दिनुभयो। त्योदेखि आजसम्म पनि मैले दाइ नभएको मौका पारेर भाउजू चिक्ने गरेको छु। भाउजू चिकेको मामलामा एकदम विशेषज्ञ छिन्। उनले हरेक दिन नयाँ आसन इन्टरनेटबाट नेपाली यौन कथाहरू पढी मलाई तिनै आसनमा चिक्न लगाउँथिन। त्यसैले पनि मलाई उनीसँग चिकामारी गर्दा केही नयाँ नौलो लाग्ने गर्छ। भाउजू पनि मसक चिका उन पाउँदा मक्ख पर्छिन्। यस्तै नयाँ यौन कथाहरू हरेक दिन सुन्नको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस्।